म अघि नै आएको थिएँ कि अनि साइकल ल्याएकै थिइनँ अनि बाबुले मेरो के को भन्नुहुन्छ अब होइन मैले होइन भनिदिएँ अनि साइकल लिएर आएको अहिले त्यही ठडा राखिदिनु न कसको हुन्छ हो त्यही राखिदिनु त्यही पछि देखाएर दिउँला क्या ल हेलो ह्यापी बर्थडे के भने थिए नानीले के भने थिए त्यस्तो गर भने थियो भनेकी थियो ए त्यो पनि प्लान भएको छ ल ओके टाउको चिलाउँछ नि त त्यही भएर ए अनि अब यो अब यो समय दिन त ल यता देखा यो जत्रोको गुडी आयो त बाबा अनि अर्को सरप्राइज केक पहिला केक दिन्छ ल यता आउनु तपाईँ यता ल त्यो फ्लावर बोलाइदिनु ल त्यो फ्लावर बोलाइदिनु तपाईँलाई यो उयो मनपर्छ चलाएर हेर्नु त अलिकति सिट तल गरिदिनुपर्छ जस्तो छ सिट अलिकति अहिले अग्लो छ नि त चाहिन्छ बस न पक बिस्तारै ल लाग्छ गाले अहिले नचलाउनु चक्का लाउने अब तपाईँ ठुलो भइसक्नु भयो ल यो राख्नु त साइकल लक गर्नुपर्छ नि त होइन कस्तो लाग्यो त सरप्राइज नानीको कस्तो लाग्यो खै भनेको भिडियो बनाइदिए न कस्तो लाग्यो ल यो पकडा होला ल एउटा निकाल्दै खानु अब केक खानु न त केक कस्तो छ ल हेरौँ है त केक पनि है अनि कारण छ नि त ल मन पर्यो राम्रो ए मेस्सी वाला रहेछ नि त साइकल बोक्छ भन्नु पर्दैन नानीलाई अब फेरि बोक्छ यो